साह्रो जाडो हुने ठाउँमा पनि काम दिँदैन रहेछ। हिजो भेरे टाढोमा थियो यस्तो रिस उठ्यो कि मलाई सुत्नु। अप्ठ्यारै छ अप्ठ्यारै छ बाटो। सुमो हिँड्ने टाइममा चलाउनु पर्छ कि फिक्स त्यसले कि ऐना सिसा झार्छ क्या यो वाइ के अरे मिरर साइड मिरर गाडी चढाएन, गाडी नै चढाएन यहाँ। यहाँ रोक्ने फेल खाइ गयो गियरवाला गाडी त होइन चढाउनै चढाएन। लाइसेन्स छ मामाको छ। राजकुमार घले उसको मामाले लास्टै गाली गर्दै थियो। हो र राजकुमार घले भनेको मामा चाहिँ हो। मामा त्यसको नाम चाहिँ के त? लाइसेन्स चाहिँ पुरै उसको मामाको बोकेर होइन। अनुहार पनि मिल्छ कि लाइसेन्समा अनुहारै क्लियर हुँदैन। झुवाममै लाएर हाम्रो गाडीभित्र 12 चक्कीभित्र गममै छिरेछ। मान्छे चाहिँ के भएन अनि फेरि मेरो अङ्कल ट्राफिक रहेछ त्यहाँ भत्ती ढन्न आएछन्। के गरौँ लाइसेन्स पनि छैन तिनीहरूको भने काका मेरो लाइसेन्सले बचाइदिनु त्यहाँ मिलाउनु न बाइक त हो। केटाहरूले चाहिँ के भाइ भएन भने छैन लु मिलाएर पठाउनु भनेर काकाले पनि खायो 10,000। मेरो मामा एसपी भएको थिएँ हुन लागेको थिएँ कहाँ पुगेछ फोन पनि हाम्रो राखेन। के हो नाम भन्नु त?